नमस्ते सबैजनालाई सानो 2 मिनेटको ब्लग गर्दैछु म। अनि अस्ति हामी साल्ट लेक सिटी गएर आयौँ। साल्ट लेक सिटी गएर आएपछि छुट्टी पाएको थिएन, 2 हप्ता भइसकेको थियो घर नआएको। अनि अहिले चाहिँ यो म घरमा आएर बाबुसँग आफ्नो टाइम स्पेन्ड गर्दैछु, बाबुलाई यसो घुमाउँदैछु। अनि त्यसपछि चाहिँ मेरो बाबु दौडिरहेछ, खुसी छ ऊ। ओके ओके, ओ माई गॉड, यहाँ हाई भन। अनि सरी एक्सक्युज मी। अनि खासै भन्नुपर्दा साल्ट लेक सिटी गयौँ, त्यसपछि हामीले सामान डेलिभरी गऱ्यौँ। अनि त्यसपछि त्यहाँबाट नि अर्कै ठाउँमा जानु पऱ्यो, वैनाची गयौँ, सियाटल गयौँ। अनि सियाटल गइसकेपछि फेरि वैनाची गयौँ। त्यसपछि 2-3 दिनको छुट्टी छ, 3 दिनको छुट्टीमा बाबुसँग यसो खेलेर रमाइलो गर्दैछु। अनि त्यसपछि अर्को भ्लग चाहिँ गाडी सम्बन्धी नै बनाउँछु होला। अनि अहिले चाहिँ बाबुलाई यहाँ स्टेडियम घुमाइरहेको छु। यो चाहिँ हाम्रो घर नजिकको सानो स्टेडियम हो, यहाँ चाहिँ गेमहरू हुन्छ, ठुलै ठुलै गेमहरू हुन्छ। अनि यो चाहिँ खासै सानो छ। पहिला मैले यो पछाडिको होटलमा चाहिँ काम गरेको थिएँ। हजुर हजुर, ओके। मेरो बाबुलाई हेर्नु नि के गर्दैछ, कता कता घुम्दैछ। सबैजनालाई हाई गर्नुहोस् त, अनि लाइक सब्सक्राइब गरिदिनु भन्नुहोस् त। गुड। बिस्तारै बोल्दैछ, बोल्ने बेला भएको छैन, वेट बाडी। अनि साथीभाइहरूलाई मेरो घरको जानकारी दिनुपर्दा चाहिँ यतातिर चाहिँ स्टेडियम, खेल्ने गेमहरू होइन, यस्तो चाहिँ राम्रो छ। यो पछाडिको देख्नु भएको ब्याकग्राउन्ड सबै यो यहाँ ठुल्ठुलो गेम हुन्छ। अब आज शनिबार हो, खासै यो गेम छैन। अनि यस्तो चिसो छ, यहाँको चिसो हेर्नु है, म तपाईँलाई चिसो देखाउँछु। यो चाहिँ नि आइस भएर बसेको छ क्या, यो सबै आइस भइरहेछ। अनि यस्तो चिसोमा म बाहिरबाट आएको, अनि बाबुलाई पनि यसो खेलाउनु हुन्छ भनेर बाहिर घुमाएको छु। यो सबै चिसो न चिसो आइस जस्तै बसिरहेको छ। अनि म यो भ्लगमा चाहिँ अलिकति भन्दा यति चिसो हुन्छ भने हाम्रो स्नो चाहिँ परिसक्यो, यो पालि अलि परेन। अब म अरू बिस्तारै भन्दै जान्छु। यसरी नै मेरो छुट्टीहरू पनि अब सकिन आँट्यो, अझै बाँकी छ कति दिन जति। अब बाबुलाई गाडीमा राखेर अनि हामी अब आज बाबुलाई प्ले गर्न लाँदैछौँ ठुलो पार्कमा। अनि यहाँ चाहिँ बाबुलाई बच्ची घर थ्याङ्क यू भने खै त। यहाँ चाहिँ गाडीमा बच्चाको लागि अर्कै छुट्टै सिट हुन्छ, त्यसरी जथाभावी राख्न पाउँदैन यहाँको सरकारले। यदि केही यस्तो गल्ती गरेको छ भने हामीले फाइन तिराउँछ। त्यही भएर बच्चालाई चाहिँ छुट्टै कार सिट भन्ने हुन्छ, त्यस्तो कार सिटमा राख्नुपर्छ। अरू जानकारीहरू बिस्तारै गर्छु म। बिस्तारै ड्रोन सटहरू पनि लिएर आउँछु। ड्रोनको लागि चाहिँ मैले अनुमति लिनुपर्छ होला, म अनुमतिको लागि प्रोसेसमा छु। अब मेरो काम धेरै टाढा भएको भएर होइन, छुट्टी नै अब अलि ढिलो हुने क्या। भनेको मतलब अब आज 2-3 हप्तामा घर आउनु पर्ने हुन्छ। एक्सक्युज मी छोरो। ओ नो नो नो, दिस इज रेड बुल बडी। ओ नो शिट अस्मिन, नो 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 नो, यु आर नट गुड बडी, गो टु ब्याक सिट प्लिज। बाबुले यस्तो गर्छ, उसले पनि मलाई 2 हप्तापछि देखेको। अनि ऊ पनि खेल्दैछ। अनि उसलाई खेलाउनको लागि पनि मैले पनि 4 घन्टाको बाटो तय गरेर आएको छु। अब त्यही हो साथीभाइहरूलाई पनि यसो जानकारी भ्लग मार्फत होइन, यस्तो हुन्छ ट्रकिङ लाइफ भनेर होइन। अनि त्यो चाहिँ देखेँ। मैले त्यो ढोका खोलिरहेको छु, एकछिनमा फेरि भेटौँला। अनि हाम्रो अब बाबुहरूलाई कार सिटमा चाहिँ यसरी राख्नुपर्छ, छुट्टै हुन्छ। अनि अश्विन कस्तो लागिरहेको छ, रमाइलो छ भन्ने न, हाई गर सबैलाई खै त। गुड। अनि मेरो मिसेस चाहिँ अब अहिले नाइट ड्युटी गरेर सुतिरहनु भएको छ। अनि मैले चाहिँ बाबुलाई
घुमाउन ल्याएको छु एकछिन म घुमाउँछु आज भोलि घुमाएर अनि म फेरि मेरो ड्युटीतिर फर्किन्छु ड्युटीतिर फर्केपछि अर्को राम्रो भ्लग बनाउने छु यो चाहिँ यतिकै ऱ्यान्डमली बनाइरहेको छु खासै मिहिनेत गरेको छैन जस्तो छ त्यस्तै हालेको छु थ्याङ्क यू सो मच सबैले मलाई सब्सक्राइब गर्नुभएको छ युट्युब साथीभाइ लाइक थ्याङ्क यू बाई